तरकारी बिक्री गर्न बिहानै नेपालगञ्ज पुग्छन् थारू महिला। गाउँघरमा उत्पादन भएको विषादी नहालिएको अर्गानिक तरकारीको माग सहर बजारमा बढ्दै गएपछि नेपालगञ्ज वरिपरिका ग्रामीण क्षेत्रका महिला एका बिहानै तरकारी लिएर नेपालगञ्ज पुग्ने गरेका छन्। अर्गानिक तरकारीको बिक्री र माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारीमा तरकारी खेती गरेर राम्रो कमाइ गर्न थालेका हुन्। नेपालगञ्ज ल्याइएको अर्गानिक तरकारी तत्कालै बिक्री भई राम्रो आम्दानी हुने देखेर तरकारी उत्पादनतर्फ अधिकांश थारू महिला आकर्षित भइरहेको बाँके खजुरा चारकी रामदुलारी थारूले बताउनुभयो। उहाँले आफ्नो खेतबारीमा विभिन्न अर्गानिक तरकारी उत्पादन गरी नेपालगञ्जमा बिक्री गरेर मासिक 15 देखि 20,000 रुपैयाँसम्म आम्दानी गरिरहेको बताउनुभयो। यस्तै बाँकेको 9 बस्तामा आफ्नो घर वरिपरि तरकारी खेती गरिरहेकी बसन्ती थारूले त्यहाँ उत्पादन भएको तरकारी एका बिहानै नेपालगञ्ज ल्याएर बिक्री गरिरहेको बताउनुभयो। दिनै बिहान 5 बजे नेपालगञ्जको धम्बोजी चोकमा तरकारी लिएर पुग्ने गरेको जनाउँदै थारूले घरमा लगाइएको अर्गानिक तरकारी भएका कारण एकैछिनमा बिक्री हुने गरेको बताउनुभयो। एक दिनमा 500 देखि 800 रुपैयाँसम्मको तरकारी सहज रूपमा बिक्री गरेको उहाँले बताउनुभयो। ग्रामीण महिलाहरूले अर्गानिक तरकारी प्रतिको लगाव र मेहनतले उनीहरूको आर्थिक अवस्था सुदृढ हुँदै गएको देखिन्छ। यसले गाउँमा समेत अर्गानिक खेतीप्रति आकर्षण बढेको पाइन्छ।